हेलो गाइस, स्वागत छ तपाईहरु मेरो ब्लगमा। आज चाहिँ म धेरै दिन पछाडि ब्लग बनाउन लागेको। हो किन आज भोलि धेरै अल्छी लाग्छ मलाई ब्लग बनाउनलाई। अहिले चाहिँ जबरजस्ती ब्लग बनाउँदै। आज चाहिँ पानी नपरेर होला सायद राम्रो भ्यू हेर्न पाइरहेको थियो। आपको पनि सिजन छ। म चाहिँ अब आप टिप्न जान लागेको। धेरै टाढा पनि छैन। यसपालि हाम्रोमा चाहिँ आप फलेको छैन। छिमेकी घरको आपको बोटमा फलेको छ। फाइनली आपको बोट बाटोमा पनि पुग्यो। घरमा चाहिँ मान्छे कोही पनि छैन रहेछ। अनि बाटोमा बहिनीले भेट भयो। बहिनीले आप टिप्न लगाएर आफू चाहिँ तलै बसे। फेरि साथीहरूले भन्दै होला मलाई चोरेर खानलाई लाज लाग्दैन। मागेर खान पो लाज, चोरेर खान के लाज। त्यसो भन्दै हातमा 4वटा आप बोकेर घरतिर फर्के। एकैछिनमा घरमा पनि पुगे। अनि त्यसपछि आफूलाई थालमा राखेर धारातर्फ लागे पखाल्नको लागि। फेरि हाम्रो धारा चाहिँ यस्तो खतरा छ कि पानी अफ अन गर्नलाई भुइँतिर कुद्नुपर्छ। अनि मैले एउटा कुरो सम्झिन्छ, म चाहिँ आप तास्न थालेँ। आपलाई खानाको लागि रेडी बनाएर राखेँ। अनि त्यसपछि लागे म चाहिँ खोर्सानी टिप्नलाई। खोर्सानी पनि बब्बाल थियो। भट्टाभट खोर्सानी पनि टिपे। अनि त्यसपछि नुन खोर्सानी टक्कले पिनेर अघि तयार पारेको आप र नुन खोर्सानी चोप्दै खाएको त बब्बाल टेस्ट आयो। म चाहिँ आप निल्छु, हजुरहरू चाहिँ थुक निल्नु कौन है ये लोग भनेर भन्दिनँ। आजको लागि यति नै। अर्को भिडियोमा भेटौँ ल, बाई बाई।